सर नमस्कार हजुर। आज हामी चाहिँ यो कोट बैदी आइएको छ धेरै माथि डाँडामा। यो सुन्तला घारी रहेछ यहाँ। सुन्तलाको यो कृषि अन्तर्गत यो सुन्तला खेती निरीक्षणको लागि चाहिँ हामी यहाँ बैदी आइएको छ। धेरै चाहिँ पहाडमा रहेछ, धेरै दुःख कष्ट गरेर आइयो। बाटो पनि एकदम अप्ठ्यारो बाटो रहेछ, यस्तो कच्ची बाटो हुँदै आइयो, सकुशल आइयो। मेरो साथीले चाहिँ यहाँ सुन्तला खरिद बिक्री गर्ने काम गर्नुहुन्छ। उहाँ यसै अन्तर्गत चाहिँ यहाँ ठेक्कापट्टा लिएर सुन्तला खरिदको लागि आउनु भएको छ। यहाँबाट चाहिँ दृश्यहरू, मनोरम दृश्यहरू चाहिँ अवलोकन पनि गर्न पाइन्छ भनेर चाहिँ हामी बिहानै दमौलीदेखि चाहिँ हामी 9 बजे हिँडेको ठ्याक्कै अहिले कति बज्यो? पौनी 11 भयो ल। यति तल पनि घरहरू रहेछ। सुन्तला बगैँचा चाहिँ यस्तो सुन्तला बगैँचाहरू पनि रहेछ ल। बाटो सानो अप्ठ्यारो भए तापनि घुम्ने ठाउँ चाहिँ एकदम मनोरम दृश्यहरू, जङ्गल, यो कुहिरोको बिहानको यो माथि पहाड, तल कुहिरो, राम्रो ठाउँ रहेछ ल। ल साथी पनि आउनुभयो यहाँ, भर्खरै आउनुभयो बाइकमा। उहाँ नै यो चाहिँ सुन्तलाको चाहिँ ठेकदार, सुन्तलाको ठेकदार उहाँ हो। लड्ला है बाइक चाहिँ अलि राम्रोसँग अड्याएर राख्नु होला ल। घुम्न आउने मान्छे यो ठाउँको नाम चाहिँ कुन भन्नुभयो? टेन्जी यो हामी दगरा हुँदै आयो है। दगरा भुक्तेनी भन्ने ठाउँ हो यो। भुक्तेनी भन्ने ठाउँमा ठाउँ राम्रो रहेछ एकदम चाहिँ अवलोकन गर्ने। यो बगैँचा तपाईँले टिपेर भ्याउनु भयो? यो सुन्तला भ्याउनु भएर माथिको बगैँचामा जानुभएको है? यत्रो बगैँचामा अहिले यो गोडमेल गरेको होइन, केही झार थिएन पहिल्यैबाट सल्लक्कै। अहिले त्यो डाँडा यो फलिरहेको, यो पनि टिप्ने हो हामीले, यो पनि टिप्नै बाँकी हो। हामी खाना खाने कहाँ हो? आउनु यो भिरको बाटो जाने त्यो घरमा जाने हामी, त्यो निलो घरमा। ए धेरै टाढा रहेछ।